नमस्ते टासिदेलेक फ्याबुला छाजलो खाम्रिमो म जोडिन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र आजभन्दा केही दिन अगाडि मैले सागा धावाको विषयमा भिडियो बनाएको थिए यानी यो पालिको सागा धावा कहिलेदेखि कहिलेसम्म हो र त्यो सागा धावामा हामीले के गर्नुपर्छ के गर्नु हुँदैन भनेर त्यसको विषयमा बनाएको थिए र आज भने म तपाईहरुलाई सागा धावामा गरिने सबभन्दा महत्त्वपूर्ण पूजा कुन हो भनेर त्यसको विषयमा म भन्ने छु र अब सागा धावा कतिको महत्त्वपूर्ण हो त्यो त मैले यो भन्दा अघिल्लो भिडियोमा मैले तपाईहरुलाई भनिसके र त्यसैगरी सागा धावामा हामीले धार्मिक कार्यहरू के गर्न सकिन्छ त्यो पनि मैले भनेको थिए है त र अब जस्तै पुरै सागा धावामा हामीले मासु नखानु जाड रक्सी नपिउनु बिहान बेलुका मानी जप्नु र जस्तै र गुम्बा कोरा गर्नु जस्ता धेरै कुराहरू हामीले गर्न सकिन्छ तर अब सबभन्दा महत्त्वपूर्ण कुरा यानी धेरै ठाउँहरुमा चाहिँ सागा धावाको बेला एकदमै महत्त्वपूर्ण पूजा गरिन्छ र त्यो कुन पूजा हो भन्दाखेरि न्युङ्ने पूजा भनिन्छ न्युङ्ने पूजा तपाईहरुले कति ठाउँमा तपाईहरु आफैले गर्नु भएको होला तपाईले सुन्नु भएको होला है र अब यो न्युङ्ने पूजा भनेको चाहिँ एउटा यस प्रकारको पूजा हो कि जसमा हामीले पहिलो दिन दिउँसोको खानापछि रातभरि हामीले चपाउने कुरा केही खानु भएन पानी मात्र पिउनु मिल्छ है र भने दोस्रो दिन चाहिँ हामीले केही पनि खान मिल्दैन केही खाना परे जाओस् पानी समेत पिउन मिल्दैन र कतिले चाहिँ थुक समेत ननिलेर फ्याक्ने गर्छन् है र यो दोस्रो दिनमा चाहिँ हामीले एक शब्द पनि बोल्न पाउँदैन है त र अब यसरी हामीले आफ्नो शरीर वचन र आफ्नो मनलाई दुःख दिएर यो गरिने यो पूजालाई चाहिँ न्युङ्ने पूजा भन्छन् है त अब यति धेरै कठिन दुःख र गाह्रो पूजा गरेको फाइदा गर्ने तरिका यो पूजा गर्नु अघि हामीले के गर्नुपर्ने जस्ता अब धेरै कुराहरूको विषयमा चाहिँ म तपाईहरुलाई यो भिडियोमा म भन्ने छु है र पहिलो कुरा अब न्युङ्ने भनेको के हो है यो न्युङ्ने भनेको एउटा यस्तो पूजा हो कि जसमा हामीले 3 दिन 5 दिन 7 दिन 17 दिन 21 दिन गरेर गर्न सक्छौं हामीले है तपाईले 3 दिन गर्नु भए पनि हुन्छ 5 दिन गर्नु भए पनि हुन्छ त्यो एउटा हुन्छ अब हामीले जति गर्दा पनि भयो र अब अघि भने चाहिँ पहिलो दिनमा अब दिउँसोको अब खानापछि चपाउने कुरा केही पनि खानु भएन पानी मात्र पिउन मिल्यो है र पहिलो दिन एक अर्कासँग हामीले कुरा गर्न पनि मिल्छ तर अब अघि भने चाहिँ दोस्रो दिनमा चाहिँ हामीले केही पनि खान र पिउन मिल्दैन कसैसँग बोल्न पनि मिल्दैन है र अब यसरी नै फेरि तेस्रो दिनमा चाहिँ हामीले दिउँसोको खाना खानु मिल्यो है बिहान ब्रेकफास्ट दिउँसोको खाना खान मिल्यो त्यसपछि फेरि बेलुकासम्म पिउने पानी मात्र पिउने है फेरि चौथो दिनमा बोल्न पनि भएन के खानु पनि भएन पिउनु पनि भएन त्यसरी चाहिँ अब तपाईले 3 दिन बस्नुहुन्छ कि 5 दिन बस्नुहुन्छ कि 7 दिन बस्नुहुन्छ कि 17 दिन बस्नुहुन्छ त्यो चाहिँ अब हामीले ठाउँमा कसैले 5 दिन गर्छन् कसैले 3 दिन गर्छन् है त्यो चाहिँ हेरी हुन्छ अब जो यसरी गरिने पूजालाई चाहिँ न्युङ्ने पूजा भनिन्छ है त अब यो पूजा चाहिँ एकदम महत्त्वपूर्ण रहेको छ र अब यो न्युङ्ने पूजा गर्नु अगाडि हामीले के गर्नुपर्छ त त्यो पनि हामीले ध्यान दिनु पर्यो नि त कति कुरा हामीमा पुग्नु पर्यो नि है र अब यो न्युङ्ने पूजा गर्ने बेला चाहिँ हामीले जाड रक्सी र मासुहरू सबै छोड्नु पर्यो खानु भएन है जाड रक्सी सेवन गर्नु भएन र अनि अब विनय सूत्रमा लेखे अनुसार 1 हप्ता अघिदेखि लसुन अदुवाहरू खानु हुँदैन भनेर भन्नु भएको छ
र त्यसै गरी 3 दिन अगाडिदेखि प्याज खानु भएन र अब चुरोटहरू सेवन गर्नु हुँदैन भनेर भन्नुभएको छ। र अब यो न्युङ्ने पूजा गर्ने बेला चाहिँ हामीले एउटा धोम्पा भन्ने लिनुपर्ने हुन्छ है। धोम्पा यानि एउटा व्रत जस्तै हो। अब यो धोम्पा चाहिँ कहाँबाट लिने भन्दाखेरि चाहिँ अब हाम्रो न्युङ्नेको पूजा गर्ने बेला चाहिँ हाम्रो जहाँ पनि तपाईँ न्युङ्ने पूजा गर्नुहुन्छ त्यहाँ चाहिँ न्युङ्नेको लामा भनेर न्युङ्ने पूजा गर्ने बेलाको सबभन्दा ठुलो लामा एकजना हुन्छ। उहाँबाट चाहिँ हामीले यो धोम्बा लिने हो र यो धोम्बा लिइसकेपछि चाहिँ त्यसको नियमहरू हामीले पालना गर्नु पर्यो। त्यो चाहिँ एकदमै जरुरी छ है त। र अब यो न्युङ्ने पूजा गर्ने बेला चाहिँ अब यो धोम्बा लिइसकेपछि अब हामीले गर्नै नहुने कुराहरू कुनै कुराहरू छ है। र अब यो न्युङ्नेको धोम्बा लिइसकेपछि न्युङ्ने पूजा गर्ने बेला हामीले गर्नै नहुने चाहिँ अब भन्नुपर्दा चाहिँ 8वटा कुराहरू छन्। अब त्यो के हो भन्दाखेरि अब कुनै पनि जीव जन्तु अथवा कुनै पनि प्राणीको अब हत्या गर्नु भएन, साथै मासु खानु भएन, एक भयो। दोस्रो चोरी गर्नु भएन है। तेस्रो कुरा यौन सम्बन्ध राख्नु भएन। र 4 नम्बरमा झुट बोल्नु भएन। 5मा छ जाँड रक्सी पिउन मिलेन। 6 नम्बरमा अब अग्लो आसनमा बस्न मिलेन। एकदमै जस्तै हाम्रो अब सुत्ने पलङ हुन्छ है, बेड, त्यो पनि एकदम ठुलो एकदम अब अग्लो बेडमा सुत्नु पनि भएन है त। र 7मा छ बिना समय खाना खानु भएन है। र अन्त यानि 8मा के छ भने हामीले सेन्ट लगाउँछौँ नि, सुगन्ध, सेन्ट लगाउनु भएन। र नाच्न गाउन पनि मिलेन है त। यी 8वटा कुराहरू चाहिँ हामीले न्युङ्ने गर्ने बेला ध्यान राख्नु पर्यो र यी 8वटा कुराहरू चाहिँ हामीले गर्नु भएन है त। र अब यो न्युङ्ने पूजा गर्ने बेला हाम्रो व्यवहार है, हाम्रो व्यवहार कस्तो हुनुपर्छ त भन्दाखेरि चाहिँ अब हाम्रो शरीरले अब धेरै कठिन सहन सक्नु पर्यो है। अब जस्तै मानौँ अघि मैले भने चाहिँ अब पहिलो दिन त हामीले बिहान खाजा खानु पाउँछौँ, दिउँसोको खाना खानु पाउँछौँ, तर बेलुका खाना खानु पाएन नि। बेलुका चाहिँ हामीले पानी मात्रै पिउन पायौँ। त्योभन्दा पनि कठिन, त्योभन्दा पनि गाह्रो दोस्रो दिनमा चाहिँ अब हामीले केही खान पनि मिलेन, बिहानदेखि रातिसम्म केही पिउन पनि मिलेन, केही बोल्न पनि मिलेन नि। अब त्योमा चाहिँ हामीले आफ्नो शरीरलाई एकदमै गाह्रो हुन्छ, एकदमै कठिन हुन्छ नि। त्यो कठिन चाहिँ हामीले सहन सक्नु पर्यो है। र नबोलिकन बस्न सक्नु पर्यो। र मनमा नाना थरीको कुराहरू सोच्नु भएन है। राम्रो र सफा तरिकाले पूजा गर्नु पर्यो। र अघि मैले भने चाहिँ गर्न नहुने ती 8वटा कुराहरू गर्नु भएन है। अब हुन त अब हामीले अब दिनभरि खाना नखाएपछि, खाना पनि खाएन, पानी पनि पिएन, र त्यो न्युङ्ने पूजामा चाहिँ हामीले घरिघरि ढोक गर्नुपर्ने हुन्छ। अब त्यो गर्दाखेरि चाहिँ हाम्रो शरीर एकदमै थाक्छ नि। र थाकेपछि निदाउनु भनेको त थाकेपछि त मान्छे निदाउँछ नि। तर हामीले सकेसम्म ननिदाइकन बस्ने प्रयास गर्नु पर्यो है त। तपाईँहरू न्युङ्ने बस्नु भएको छ भने तपाईँलाई थाहा हुन्छ है, न्युङ्ने त्यो पूजा गर्ने बेला, पाठ गर्ने बेला चाहिँ कति मान्छे थाकेर चाहिँ निदाउने त्यस्तो हुन्छ कि निदाउनु सकेसम्म चाहिँ निदाउनु भएन है त। त्यो चाहिँ हामीले याद राख्नु पर्यो। र अब यति धेरै अब यसरी चाहिँ अब हामीले यति गाह्रो, यति दुःख गरेर, यति कठिनहरू सहेर चाहिँ हामीले यो न्युङ्ने पूजा गरेको फाइदा के छ त भन्दाखेरि अब यसरी हामीले आफ्नो शरीर, वचन र मनलाई अब यति धेरै दुःख दिएर गरिने यो न्युङ्ने पूजा गरेको फाइदा के छ भन्दाखेरि बोधिसत्व दावा ग्याल्छेन भन्नुहुन्छ कि उहाँले भन्नुहुन्छ कि जसले पनि यो न्युङ्ने पूजा यदि केवल एकचोटि मात्र गरे तापनि
त्यसले आफ्नो धेरै जुनीको पापहरू धुल्नेछ र पछि राम्रो जुनी लिनेछ भनेर भन्नुहुन्छ। र अब शरीरले अब धेरै दुःख सहेकोले शरीर मार्फत भएको पापहरू धुलिन्छ र पछिको जुनीमा एउटा उत्कृष्ट यानि एकदमै राम्रो शरीर प्राप्त हुनेछ। नबोली बसेकोले गर्दा वचनदेखि भएको पापहरू धुल्नेछ र एकदमै उत्कृष्ट वचन यानि राम्रो वचन प्राप्त हुनेछ। र तेस्रो, मनले धेरै दुःख सहेकोले मनबाट भएको पापहरू सबै धुल्नेछ र धेरै ज्ञानहरू प्राप्त हुनेछ भनेर भन्नुहुन्छ। र त्यसै गरी अब गुरुले के भन्नुहुन्छ भने चेरेसिक यानि अवलोकितेश्वर जुन चाहिँ न्युङ्नेको भगवान रहेको छ, चेरेसिक अवलोकितेश्वर, उहाँ जस्तो छिटो र पक्का कोही छैनन् भनेर भन्नुहुन्छ। र उहाँको मन्त्र ओम मानि पद्मे हुँ, त्यो जस्तो मन्त्र केही पनि छैन भनेर भन्नुहुन्छ। र यदि पाप घटाउने हो भने पाप घटाउने पाठ पनि न्युङ्नेको पूजा जस्तो कुनै छैनन् भनेर भन्नुहुन्छ है त। त्यसैले चाहिँ भन्छु कि अब साका दावा आउन लागेको छ है। र यो साका दावामा चाहिँ हामीले अब कुनै गुम्बाहरूमा न्युङ्ने पूजा राखेको छ भने त्यहाँ जाने, जस्तै अब हाम्रो यहाँ अब लाभा गुम्बामा पनि हामीले न्युङ्ने पूजा हामीले गर्छौँ है सधैँ। अब पोहोर सालदेखि चाहिँ हाम्रो यहाँ न्युङ्ने पूजा गर्ने सुरु भएको है। र भने अब तपाईँहरू पनि यता आउनुभयो भने चाहिँ तपाईँहरूलाई पनि यहाँ बस्ने ठाउँ, खाना र अब जे जति सुविधा चाहिन्छ सबै चाहिँ हाम्रो यहाँ लाभा गुम्बादेखि तपाईँहरूलाई दिइन्छ है। र अब यहाँ आएर जति सक्दो तपाईँहरू अब यहाँ हाम्रो लाभाको नजिक, जस्तै अब तल शेर्पा गाउँ है, तल अब कुवापानी, अम्ब्याक भयो होइन, तपाईँहरू सलुगारा, सिलिगुडी जहाँदेखि पनि आउन सक्नुहुन्छ। र जस्तै उतापट्टि कुरा गर्ने हो भने अब अलगढा, पेदोङ, कालिम्पोङ है, जहाँदेखि पनि तपाईँहरू आउन सक्नुहुन्छ। र यता आएर म पनि न्युङ्ने बस्छु, न्युङ्ने पूजा गर्छु भनेर नाम लेखाउनु र एकदमै फाइदा छ यो पूजा गरेको। मैले सबै भनिसकेँ तपाईँहरूलाई है। र यो चाहिँ सालमा हामीले एकचोटि मात्र गर्छौँ है। त्यसैले चाहिँ तपाईँहरू पनि आइदिनु होला र न्युङ्ने पूजा गरिदिनु होला, न्युङ्ने पूजामा बसिदिनु होला भनेर भन्न चाहन्छु। हस् त, अनि यो चाहिँ थियो अब साका दावामा गरिने सबभन्दा महत्त्वपूर्ण पूजा यानि न्युङ्ने पूजाको बारेमा चाहिँ तपाईँहरूलाई छोटो केही जानकारी दिएको मैले। र भन्दै त्यसै गरी अब धर्म सम्बन्धित अरू जुनै विषयमा तपाईँहरूलाई जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला, म सकेसम्म त्यसमा भिडियो बनाउने छु है। र भन्दै भिडियोको अन्तिमसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। फेरि पनि अर्को भिडियोमा भेटौँला। ल सो धन्यवाद।